हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल भ्लग। म चाहिँ आज तपाईहरुलाई हामी बसेको सरकारी क्वार्टर, हामी चाहिँ अहिले उडिसा इन्डियामा बस्छु, गभर्नमेन्ट क्वार्टरमा देखाउँदै छु है हजुरहरुलाई। हामी बसेको सरकारी क्वार्टर चाहिँ कस्तो छ भनेर देखाउँदैछु, देख्न सक्नुहुन्छ। यो बाहिरको रुम भयो, चाहिँ बाहिरको रुम हो साथीहरु। यो सिटिङ रुम यो भयो। अब हुँदै 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 यता यो बरन्डा, यो चाहिँ है बरन्डा भयो। अन्त कलरहरु मेन्टेनेन्स गरेको छैन, यस्तै छ सरकारी क्वार्टर, यस्तो छ हेर्नुस्। त किचन, मेन चाहिँ किचन देखाउँछु हजुरहरुलाई म। किचन है, किचन स्याहारेको छैन किचन पनि, यस्तै छ किचनको हालत, यस्तो छ किचन, यस्तो छ हेर्नुस्। डब्बाहरु भयो, यस्तो छ है साथीहरु। मेरो चाहिँ किचनको हालत स्याहार्नु पनि सके छैन, यस्तै छ किचनको हालत। यो चाहिँ सुत्ने रुम, यो चाहिँ भित्रको सुत्ने रुम हो, चाहिँ सुत्ने रुम है, भित्रको सुत्ने रुम। पूजा थान पनि मन्दिर अलग बनाएको छैन, यतै छ पूजा थान पनि। अब आस्ते आस्तेले बनाउँदै जाने, सबै थोक एकैचोटि सक्दैन क्या साथीहरु, त्यही भएर बिस्तारै बिस्तारै बनाउँदै जाँदैछु। अन्त यो चाहिँ अब यस्तो भयो। बेड, हामीलाई नभई नहुने चाहिँ बेड, यहाँ सुत्ने हो हामी अब हो। बेड यो चाहिँ भयो सुत्ने बेड। अन्त एसी अब गर्मी आउँदैछ कि, एसी चाहिँ माथि परिराखेछ एसी हो। अब यस्तै छ हालत। अन्त यो भित्रको जग्गा हो, यो बाउन्ड्री घेरेको छ भित्र चाहिँ, यहाँ बाउन्ड्री यति सेफ्टी गराइदिएछ, त्यो चाहिँ मलाई राम्रो लाग्छ हो। यहाँ चाहिँ बाउन्ड्री पुरा घेरिराखेको छ हो। यो चाहिँ बाथरुम हो, यो चाहिँ पानी भरिरहेको चाहिँ हो साथीहरु, यस्तै छ। आज इन्स्पेक्सन पनि त हुँदैछ। बगान भयो, बगान